पाटन पर्यटन विकास संस्था थगुनी च्याकगु पलिस्तादी हंगुदु पलिस्तादी याचोले मंगलबार चुकु च्याचोले संस्कृति पर्यटन लिसे नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डे संस्कृति हरेक देशीय प्रान्त तत्त्व जुको धारणा त्यादिल सामान्य अवस्थाबाट सुरु भयो एउटा फोहोर मैला व्यवस्थापनको चुनौती पाटन क्षेत्रभित्र देखेपछि त्यसको समाधानका निम्ति संगठित भएको युवाहरूको समूहले 29 वर्षसम्म आइपुग्दा पर्यटनको क्षेत्रमा धेरै कामहरू गरेको यहाँ पाटनभित्र मात्रै होइन बन्दीपुरसम्म गएर पनि एउटा सांस्कृतिक सहर बनाउने एउटा पर्यटकीय सहर बनाउने काममा जुन योगदान गरेको छ त्यो योगदान आगामी दिनमा उहाँहरू अहिले जो कार्यरत हुनुहुन्छ यहाँहरू र यो भन्दा पछिको पुस्ताले पनि यो कामलाई अगाडि बढाउन सकोस् यो संस्थाका माध्यमबाट म शुभकामना दिन चाहन्छु। सम्मानित हुनुहुने सबैजनालाई म बधाई दिन चाहन्छु। यहाँहरूको योगदान अघि कति वर्ष जापान बसेर आएको मध्ये 55 वर्ष त्यति बसेर आउनुभएको अरू साथीहरू पनि यो होटेललाई व्यवसायलाई रेस्टुरेन्ट व्यवसायलाई एउटा पर्यटकीय ढाँचा दिने पर्यटकीय माहौल बनाउने व्यक्तित्व समेतलाई हामीले सम्मान गर्यौं। ज्याचुले प्रतिनिधि सभाय दुज प्रेम बहादुर महर्जन ललितपुरिया मूर्त व अमूर्त संस्कृति रोमाञ्चकारी पर्यटन व रैथान्य नसाचो लयगा प्रवर्धन यागु याना आकर्षक पर्यटकीय गन्तव्य रूपे विकास याफैको धारणा त्यादिल यस संस्थाको 29औं स्थापना दिवसको अवसरमा हामीले महानगरका प्रमुखज्यूको भनाइहरू पनि सुन्यौं। उहाँको करिबी उहाँले गर्नुभएको अहिलेसम्मको योगदान क्रियाकलापको विषयमा उहाँले प्रश्न पारिसक्नु भएको छ र हाम्रो संघीय संसदका माननीय मन्त्री उहाँले पनि धेरै कुराहरू हाम्रो मुलुकको विषयमा प्रष्ट रूपमा राखेर जानुभएको छ र आज जति पनि कुरा उठेका छन् र त्योभन्दा पहिले हाम्रो वीरेन्द्र दाइले सुरुमा उहाँले स्वागत मन्तव्यको क्रममा सबभन्दा पहिले हामीले यो संस्थाको गठन हुँदा हामीले फोहोरबाट सुरु गर्यौं भनेर उहाँले अघि क्लिप देखाउनु भएको थियो। भनेपछि हिजो 29 वर्ष पहिले उहाँले संस्था स्थापना गर्दा देखिएको कृष्ण मन्दिरको त्यो ढुङ्गुरको फोहोर आज मङ्गलबजार दरबार सकेर आउँदा अत्यन्त यता सफा सुगोर अत्यन्त अझ निर्माणाधीन कतिपय कामहरू त बाँकी होला तर धेरै राम्रो ठाउँको रूपमा हामीले दरबार सकेरले पाएका छौँ। त्यसका निमित्त टुरिज्म बोर्ड लगायत म यस संस्थाको अत्यन्त ठुलो देन होला। त्यसमाथि अझ हाम्रो वर्तमान मेयर साहब श्री उदयको अत्यन्त भूमिका छ। अथे ज्याजोले येलो महानगरपालिका प्रमुख श्री बाबु महर्जन पर्यटन विकासका लागि पाटन पर्यटन विकास संस्थाले सहकारी यागु प्रतिबद्धता पोंका दिन अब हाम्रा कलाकार बहिनीहरूलाई ललितपुर महानगरपालिका यो विश्व सम्पदा सूचीमा सूचीकृत सहर त्यसमाथि पनि अब हामी आइसकेपछि हाम्रो यहाँ चाहिँ धेरै यो हाम्रो हस्तकलाकर्मी साथीहरूको सहयोगले हामी चाहिँ यो वर्ल्ड क्राफ्ट काउन्सिलको विश्वको 35औं कला नगरी घोषित र 2 वर्ष अगाडि हामीले चाहिँ यो हेरिटेज सेक्टरमा धेरै राम्रो काम गरेको भनेर हेरिटेज पुरस्कारद्वारा पनि पुरस्कृत भएको। यी यावत कुराहरूले गर्दाखेरि चाहिँ ललितपुर महानगरपालिकाको यो ऐतिहासिक यो धार्मिक यो सम्पदाको पृष्ठभूमिमा यो संस्था स्थापित हुनु यो संस्था फेरि 29 वर्षपछि लगभग फेरि यो चाहिँ रिइन्स्टेट भएको जस्तो लाग्यो। यसको चाहिँ जति पनि काम कुराहरू छन् विगतमा जे जति राम्रा कामहरू सम्पादन भइसकेको थियो अब त्यो मध्येमा पनि अब अझ यो चाहिँ एकदमै अहिले चाहिँ झन् विस्तृत रूपले चाहिँ काम अगाडि बढाउनको निमित्त एउटा रचनात्मक रूपले हाम्रो दिलिमजीको संयोजकत्वमा अध्यक्षतामा यो कमिटी गठन भएर आज 29औं स्थापना दिवस मनाउँदै गरेको अवस्थामा चाहिँ मैले यहाँलाई चाहिँ हार्दिक शुभकामना व्यक्त गरेँ। ज्याचोले संस्थाय अध्यक्ष दिलेन्द्र राज श्रेष्ठ उपाध्यक्ष कृष्णलाल महर्जन महानगरपालिका पर्यटन विकासका लागि यागु खर्च परिणाममुखी या मागुली बब्या दिल। यो 1995 मा हामीले पहिलो गर्दा 1996 को जुलाई
30 तारिक हामीले यो दर्ता गऱ्यौँ। यसको प्रमुख उद्देश्य भनेको पर्यटकीय हाम्रो क्षेत्रहरूको सम्वर्धन, त्यसै गरी हाम्रो सम्पदाहरूको चाहिँ संरक्षण र पाटनमा आउने पर्यटकहरूलाई चाहिँ सुविधा हामीले कसरी दिन सकिन्छ भन्ने त्यही नै हो। त्यसपछि अब हामीले गरिरहेको कामहरूमा भनेको प्रत्येक साल सेप्टेम्बर 27 को दिन जुन विश्वव्यापी रूपमा विश्व पर्यटन दिवस भनेर मनाइन्छ, त्यो चाहिँ हामीले 1996 देखि नै निरन्तर रूपमा मनाएका छौँ र विभिन्न यो पाटनमा आउने पर्यटकहरूलाई खालि दरबार स्क्वायर क्षेत्र मात्रै होइन, त्योभन्दा बाहेक पनि धेरै अरू ठाउँहरू हेर्ने छ भनेर हामी इनर सिटी टुरको चाहिँ त्यसलाई डेभलप गऱ्यौँ र यसरी त्यो हेरिटेज वाकको रुटहरू चाहिँ आइडेन्टिफाई गरेर हामीले काम गर्न सुरु गऱ्यौँ र पाटन पर्यटन विकास संस्थाले गरेको एउटा सब्सटेन्सियल काम मध्येको एउटा भनेको यो 2वटा घरलाई त्यो बेला युनेस्को फन्डिङबाट 2वटा घरलाई संरक्षण गरेर त्यो त्यसमा चाहिँ पर्यटकीय वासस्थान र रेस्टुरेन्टको रूपमा चाहिँ डेभलप गरिएको थियो। कतिपय चिजहरू हामीसँग चाहिँ काठमाडौँभन्दा भक्तपुरभन्दा ललितपुरमा धेरै हेर्ने चिजहरू छ, तैपनि हामी चाहिँ त्यसलाई अगाडि बढाउन सकेको अवस्थामा छैन। त्यसकारण यो अवस्थामा गर्नको लागि अब पक्कै पनि यो जुन हामी संस्थामा आएको छ त्यसले केही न केही हामी गर्न सकेला भन्ने चाहिँ लागिरहेछ। र अघि मैले चाहिँ एउटा सानो सुझाव गर्दाखेरि पनि ललितपुरमा हुन त मेयर साहबसँग हामी धेरै अगाडि पनि कुरा गरेको थिएँ, यो पार्किङको सिस्टममा एउटा चाहिँ हामी गरौँ भनेर चाहिँ लागिरहेको छ। यो ललितपुरमा छिर्नेको लागि चाहिँ एउटा पार्किङ, एउटा मल्टिपल स्टोरको पार्किङको लागि चाहिँ मेयर साहब प्लिज यसमा चाहिँ केही न केही अगाडि बढाउनुहोस्। हामी त्यसको सहयोग गर्न चाहिँ हामी तयार छौँ। यसको लागि हामी अरू साथीहरूलाई पनि हामी भनिरहेको छौँ, ललितपुरमा पार्किङको एउटा चाहिँ व्यवस्थापन गर्नुको लागि चाहिँ के गर्न अगाडि बढाउन सकिन्छ। जुन अघि मेयर साहबको पहिला पनि हामीले सोच थियो एउटा मल्टिपल स्टोर पार्किङ बनाउने भन्ने सोच थियो, त्यसको लागि चाहिँ एज अब हामी उद्योग वाणिज्यसँग पनि छौँ, उद्योग वाणिज्यसँग के गर्न सकिन्छ भन्ने बाटोमा पनि हामी त्यसमा चाहिँ साथै लाग्छौँ। ज्याजोले यल्लो लागु लगाए नापामा पथ प्रदर्शक धर्मरत्न शिल्पकार अथे नापाङ्गु रेस्टुरेन्ट च्याको मलेसिया संस्थाय पूर्व अध्यक्ष गुणमुनि साकिया त हङ्गुख मध्यकाशी धर्मरत्न शिल्पकार त्यस्तै गरी पाटन हार्दिक सम्मान गरिदिनु हार्दिक अभिनन्दन गर्छु। बिना मङ्गोल र सजिना महर्जनलाई तयारी अवस्थामा रहन हार्दिक अनुरोध गर्छु। उहाँ जस्ता पर्यटन क्षेत्रमा